रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज। नेपाली रेडियो, नेपाली आवाज। नमस्कार। संरक्षित क्षेत्र बाहिरका जैविक विविधता संरक्षणका उपाय कार्यक्रमबाट म उर्वशी बस्नेत, म नवराज सञ्जेल। संरक्षित क्षेत्र बाहिरका अति महत्वका जैविक विविधताको दीर्घकालीन संरक्षण र समावेशी व्यवस्थापनका लागि निर्धारण गरिएको निश्चित भौगोलिक क्षेत्र OECM को उद्देश्य, महत्व, यसको आवश्यकताका बारेमा हामी संरक्षित क्षेत्र बाहिरका जैविक विविधता संरक्षणका उपाय कार्यक्रममा कुराकानी गर्छौं, चर्चा गर्छौं। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको सहकार्य, WWF नेपालको प्राविधिक सहयोग र विश्व वातावरण सुविधा कोषको आर्थिक सहयोगमा यो कार्यक्रम रेडियो सगरमाथाले उत्पादन गरेको हो। संरक्षित क्षेत्र बाहिरका जैविक विविधता संरक्षणका उपाय कार्यक्रम तपाई बागमती प्रदेशमा रेडियो सगरमाथा, मध्य प्रदेशमा जानकी FM, कर्णाली प्रदेशमा रेडियो कर्णालीमा शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ। त्यसैगरी गण्डकी प्रदेशको एभरेस्ट FM मा आइतबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म, लुम्बिनी प्रदेशको रेडियो स्वर्गद्वारीमा शनिबार बिहान 8:05 देखि 8:35 सम्म, कोशी प्रदेशको सप्तकोशी FM विराटनगरमा शनिबार बिहान 9:15 बजेदेखि 9:45 सम्म र सुदूरपश्चिम प्रदेशको दिनेश FM धनगढ़ीमा शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ। विश्वव्यापी रूपमा द्रुत गतिमा भइरहेको जैविक विविधताको ह्रास, मानव अस्तित्वमा पुर्याउन सक्ने खतरा, दिगो संरक्षण र व्यवस्थापनमा आदिवासी जनजाति र स्थानीय समुदायको योगदानलाई आत्मसात गर्दै OECM अर्थात संरक्षित क्षेत्र बाहिर प्रभावकारी संरक्षणका उपायको रूपमा प्रतिपादन गरिएको हो। यसको अवधारणा, उद्देश्य, महत्व र यसको आवश्यकताको बारेमा आजको कार्यक्रममा हामी जानकारी दिन्छौं, कुराकानी गर्छौं। यो विषयमा आज हामी नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गाना र जैविक विविधताका अध्येता डाक्टर लीलानाथ शर्मासँग कुराकानी गर्छौं। सन् 2022 डिसेम्बरमा सम्पन्न जैविक विविधता महासन्धिको 15औं सम्मेलनमा सदस्य राष्ट्रहरूको कुनमिङ मोन्ट्रियल जैविक विविधता संरक्षण खाका 3 अन्तर्गत सन् 2030 सम्ममा विश्वको कुल भूभागको 30% भूभागमा पारिस्थितिकी प्रणालीको प्रतिनिधित्व गर्ने अति महत्वका जैविक विविधता क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्। यो महासन्धिको नेपाल सदस्य राष्ट्र भएकोले उक्त लक्ष्य हासिल गर्नका लागि विश्व वातावरणीय सुविधा कोषको आर्थिक सहयोग र WWF नेपालको सहकार्यमा नेपाल सरकारले OECM राष्ट्रिय योजना तयारीको कार्य समेत अघि बढ़ाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गत स्थापना भएका संरक्षित क्षेत्रहरूबाट जैविक विविधता संरक्षण भइरहेको छ। यस बाहिरका महत्वपूर्ण पारिस्थितिकी प्रणालीहरू र जैविक विविधताका लागि महत्वपूर्ण क्षेत्रहरू विद्यमान संरक्षित क्षेत्र प्रणालीले प्रतिनिधित्व गर्न भने सकेको छैन, जसले गर्दा संरक्षित क्षेत्रभन्दा बाहिरका जैविक विविधतामा ह्रास आउनुका साथै लोप हुने अवस्थामा पनि पुगेको छ। यस्तो अवस्थामा OECM अर्थात अन्य प्रभावकारी क्षेत्रमा आधारित जैविक विविधता संरक्षणका उपायहरू र यसले पुर्याउने फाइदा, महत्व, यसको आवश्यकता र अवधारणाका बारेमा आज हामी कार्यक्रमको यो प्रस्तुतिमा कुराकानी गर्छौं। यो विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गाना। सुनौ उहाँसँग गरिएको यो कुराकानी। राजेन्द्रजी, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। नमस्कार, धन्यवाद। राजेन्द्रजी, यो अन्य प्रभावकारी क्षेत्रमा आधारित जैविक विविधता संरक्षणका उपाय अर्थात OECM भन्नाले के बुझ्ने? जैविक विविधता संरक्षणको सन्दर्भमा नेपालमा वनसँग सम्बन्धित र कृषि जैव विविधतासँग सम्बन्धित विषयहरू छन्। नेपाल सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष लगायतका क्षेत्रहरू व्यवस्थापन गर्दै आएको छ भने वन क्षेत्रहरू सम्बन्धित प्रदेश सरकारहरूले वन मन्त्रालय मार्फत व्यवस्थापन गर्दै आएका छन् र यसै गरी कृषि जैव विविधताको कुरा गर्नुपर्दा संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालय र
प्रदेश स्थित कृषि मन्त्रालयहरूले व्यवस्थापन गर्दै आएका छन् भने निजी जग्गाको वन तथा कृषि जैव विविधताहरू सम्बन्धित जग्गा धनी या अरू संस्था या व्यक्तिहरूले व्यवस्थापन गर्दै आएका छन् र यसै सन्दर्भमा ओइसिएम अर्थात् अन्य प्रभावकारी क्षेत्र आधारित जैव विविधता संरक्षणका उपाय भन्नाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्र बाहेक बाहिर पाइने जैविक विविधताहरू संरक्षणको लागि तोकिएको निश्चित भौगोलिक क्षेत्रहरू हुन् र यस क्षेत्रहरूमा खास गरेर स्थानीय समुदाय, आदिवासी जनजाति लगायतका विभिन्न सरकारवालाहरूको सहकार्यमा जैविक विविधताहरूको दिगो संरक्षण र व्यवस्थापनका कार्यहरू हुन्छ र ओइसिएमको अवधारणागत कुरा गर्नुपर्दा नेपाल पक्ष राष्ट्र रहेको जैव विविधता महासन्धिको 15औं सम्मेलनबाट पारित भएको ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क अर्थात् विश्व जैविक विविधता खाकाको तेस्रो टार्गेटमा ओइसिएम सम्बन्धी व्यवस्था गरेको छ र यसमा चाहिँ सन् 2030 सम्ममा पक्ष राष्ट्रहरूले संरक्षित क्षेत्र र संरक्षित क्षेत्र बाहिर अर्थात् निकुञ्ज, आरक्ष जस्ता क्षेत्र र सोभन्दा बाहिरका क्षेत्रहरू गरेर 30% देशको भूभाग जैव विविधता संरक्षणको लागि छुट्याई सोही अनुसार व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ। ओइसिएम अवधारणाको उद्देश्य चाहिँ के हो नेपालको सन्दर्भमा कुराकानी गर्दाखेरि? यसको खास गरेर 3वटा मूलभूत रूपमा उद्देश्यहरू छन्। पहिलो भनेको नेपालमा अलिकति कठोर किसिमको संरक्षणका पद्धतिहरू, निकुञ्ज, आरक्ष जस्ता क्षेत्रहरू चाहिँ अबको अवस्थामा बदलिँदो यो विकास र व्यवस्था संरक्षणको सन्तुलनको हिसाबले अगाडि बढ्ने सन्दर्भमा निकुञ्ज आरक्षहरू नै थप विस्तार गर्नुपर्ने या गर्न सकिने स्थिति चाहिँ नेपालमा र अन्य विश्वका अरू देशहरूमा पनि रहेको अवस्था छैन। दोस्रो कुरा, परम्परागत रूपमा निकुञ्ज, आरक्ष जस्ता संरक्षणहरूका कार्यहरू गर्दाखेरि स्थानीय जनजाति, आदिवासी समुदाय र स्थानीय समुदाय महिलाहरूको पर्याप्त रूपमा चाहिँ सहभागिता गराउन सकिने स्थिति छैन, किनभने निकुञ्ज आरक्षण भनेको अवधारणागत रूपमा नै संरक्षणमुखी संरचनाहरू हुन् र अब हामीले निकुञ्ज आरक्ष बाहिरको जैव विविधताहरू संरक्षणको सन्दर्भमा अलिकति ग्याप रहेको अवस्थामा संरक्षित क्षेत्र बाहिर समेत जैव विविधता विभिन्न प्रचुर मात्रामा रहिथाने जैव विविधताहरू छन् र तिनीहरूको पनि संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको हुँदा सो क्षेत्र बाहिर पनि प्रभावकारी रूपमा जैव विविधताहरू संरक्षण गर्नुपर्ने अवस्था छ। यो ओइसिएम परियोजना कार्यान्वयनका लागि चाहिँ नेपालले के गर्दैछ अहिले? हाल नेपालमा ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क अन्तर्गत टार्गेट 3 लाई हासिल गर्ने दिशामा ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटीको आर्थिक सहायतामा विश्व वन्यजन्तु कोष WWF र वन तथा वातावरण मन्त्रालय बीचको सहकार्यमा ओइसिएम कार्यान्वयन सम्बन्धी एक आयोजना कार्यान्वयनमा रहेको छ र यस आयोजना अन्तर्गत ओइसिएमको अवधारणालाई कसरी नेपालमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयहरूमा एउटा राष्ट्रिय स्तरको योजना बनाउने कार्यक्रम रहेको छ र यस योजनाले ओइसिएमको अवधारणागत कुराहरूलाई मध्यनजर गर्दै यस ओइसिएमको अवधारणालाई कार्यान्वयन गर्न कानुनी र नीतिगत रूपमा के कस्तो परिवर्तनहरू आवश्यक छ, के कस्ता क्षेत्रहरू ओइसिएमको रूपमा घोषणा गर्न सकिन्छ र ओइसिएमको व्यवस्थापनको लागि संरचनागत र आर्थिक लगायत अन्य व्यवस्थाहरू के कसरी गर्न सकिन्छ भन्ने विषयमा यस आयोजनाले एउटा राष्ट्रिय स्तरको एउटा योजना तयार गर्नेछ र अब अगाडिका कार्यहरू सो योजनालाई समेत अध्ययन मध्यनजर गरेर नेपाल सरकारले अगाडि बढाउनेछ। यो आयोजना अन्तर्गत तयार हुने राष्ट्रिय योजना अबको करिब 3 महिनाभित्र अन्तिम मस्यौदा चाहिँ तयार हुनेछ र सोको नेपाल सरकारले स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाउनेछ र सो योजनाले निर्दिष्ट गरेका कामहरूलाई कार्यान्वयन गर्नको लागि समय सापेक्ष रूपमा राष्ट्रिय वन नीति र वन ऐन
मा आवश्यक संशोधन गर्नुपर्ने अवस्था छ र दोस्रो चरणमा OECM को लागि सम्भावित क्षेत्रहरूको पहिचान गर्ने र कानुन र नीति अनुसार त्यो क्षेत्रहरूको चाहिँ घोषणा गर्ने र त्यसपछि त्यस किसिमका क्षेत्रहरूको व्यवस्थापन कार्यलाई अगाडि बढाउने अवस्था छ। नेपालको सन्दर्भमा यो संरक्षित क्षेत्र बाहिरको संरक्षण चाहिँ किन महत्त्वपूर्ण छ? नेपालमा हाल पाइने 118 वटा पारिस्थितिकीय प्रणालीहरू मध्ये संरक्षित क्षेत्रभित्र 80 वटा पारिस्थितिकीय प्रणालीहरू रहेका छन् र 118 मध्ये 80 वटा पारिस्थितिकीय प्रणालीहरू मध्ये मात्रै प्रभावकारी रूपमा संरक्षण तथा व्यवस्थापन भइआएको अवस्था छ भने बाँकी पारिस्थितिकीय प्रणालीहरू यथोचित रूपमा संरक्षण र व्यवस्थापन हुन नसकेको अवस्था छ र पछिल्लो बदलित परिस्थितिमा संरक्षणमा खास गरेर विकास र पूर्वाधार निर्माण लगायत प्रदूषण, जलवायु परिवर्तन लगायत प्रत्यक्ष र अप्रत्यक्ष विभिन्न विषयहरूको कारण चुनौती थपिँदै गएको अवस्थामा संरक्षित क्षेत्र बाहिर पाइने जैविक विविधताहरू, यसमा वनसँग सम्बन्धित, कृषिसँग सम्बन्धित, जलसँग सम्बन्धित र अन्य जैव विविधताहरूको पनि संरक्षण गर्न आवश्यक रहेको हुँदा यस OECM को अवधारणालाई नेपाल सरकारले अवलम्बन गर्नुपर्नेछ र नेपाल सरकार जैव विविधता महासन्धिको पक्ष राष्ट्र भएको र सो महासन्धिको 15औं सम्मेलनबाट पारित भएको विश्व जैव विविधता खाका लाई नेपालले समेत कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको हुँदा हामीले जैविक विविधता संरक्षणको लागि निकुञ्ज, आरक्ष जस्ता संरक्षित क्षेत्र भित्र मात्रै बढी फोकस नगरी बाहिर समेत जैव विविधता संरक्षणका क्रियाकलापहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने अवस्था छ। यो संरक्षित क्षेत्र बाहिरका अति महत्त्वपूर्ण क्षेत्रहरू जुन छ नि त्यसको पहिचान चाहिँ कसरी गर्ने? अघि हामीले कुरा गर्यौं, यो विश्व वन्यजन्तु कोष र वन तथा वातावरण मन्त्रालय बीचको सहकार्यमा तयार गरिरहेको आयोजनाले एउटा राष्ट्रिय योजना तयार गर्नेछ र सो राष्ट्रिय योजनामा के कस्ता क्षेत्रहरू OECM को रूपमा घोषणा गर्न सकिन्छ र त्यसको क्राइटेरिया के हुन सक्छ, मापदण्डहरू के हुन सक्छ भन्ने विषयहरू सो राष्ट्रिय योजनाले दिनेछ र सोही योजना समेतलाई मध्यनजर गर्दै नेपाल सरकारले वन नीति र राष्ट्रिय वन ऐनमा परिमार्जन गरी OECM घोषणाको प्रावधान चाहिँ नीतिगत र कानुनी रूपमा प्रवेश गराउनु पर्ने हुन्छ र तत्पश्चात कानुन र नीतिको अधीनमा रही देशभर रहेका सम्भावित OECM का क्षेत्रहरूलाई पहिचान गरी त्यही नीति र कानुनको अधीनमा रही घोषणा गरी व्यवस्थापन गर्नुपर्ने हुन्छ। संरक्षित क्षेत्र बाहिरका अति महत्त्वपूर्ण क्षेत्रहरूको संरक्षण गर्नको लागि OECM को अवधारणा आएको छ हैन? यसमा चाहिँ संघ, स्थानीय र प्रदेश सरकारको भूमिका कस्तो हुन पर्ला प्रभावकारी कार्यान्वयनका लागि? अवधारणागत रूपमा नै OECM को OECM लाई लागू गर्नको लागि समावेशी, बटम अप र सामाजिक न्याय सहितको यथोचित प्रबन्ध गर्नुपर्ने हुन्छ र यसै सन्दर्भमा स्थानीय समुदाय, आदिवासी जनजाति लगायत तिनीहरूको सांस्कृतिक, धार्मिक र सामाजिक परम्पराको पनि संरक्षण गर्नुपर्ने हुन्छ र देश संघीयतामा गइसकेपछि निकुञ्ज, आरक्ष जस्ता संरक्षित क्षेत्र बाहेक बाहिरका वन स्रोतहरूको संरक्षणको जिम्मेवारी प्रदेश सरकारमा गएको छ र सो कारणले OECM को कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तह समेतको महत्त्वपूर्ण भूमिका हुन आउँछ र यसको व्यवस्थापनको लागि प्रदेश सरकार, प्रदेश सम्बन्धी ऐन र संघीय वन ऐन यिनीहरूमा चाहिँ यथोचित चाहिँ सम्बोधन गरेपछि खास यसको कार्यान्वयनको पाटोमा खास प्रदेश सरकारहरू र स्थानीय तह समेतको महत्त्वपूर्ण जिम्मेवारी हुन आउँछ। यसो भन्दै गर्दा संघीय सरकारले नीति निर्माणको तहमा चाहिँ काम गर्नेछ भने प्रदेश सरकारले OECM अन्तर्गत घोषणा भएका क्षेत्रहरूको व्यवस्थापनमा काम गर्नेछ। यहाँसँगको कुराकानीको हामी अन्त्यतिर आइसकेका छौं। समग्रमा OECM का बारेमा भन्नुपर्दा के भन्नुहुन्छ यहाँ? OECM नेपालको लागि पक्कै पनि नयाँ अवधारणा हो
यस सन्दर्भमा कतिपय समाजका तह र तबकाबाट कतिपय आशंकाहरू पनि उत्पन्न भएका छन् कि बिस्तारै ओइसिएमको अवधारणा मार्फत फेरि संरक्षित क्षेत्र निकुञ्ज आरक्ष जस्ता अलिकति कडा प्रकृतिका संरक्षण मुखी अभ्यासहरूतिर यो ओइसिएमलाई लैजाने हो कि भन्ने अलिकति संशय पनि सुनिन्छ। तर वास्तवमा ओइसिएमको अवधारणा भनेको निकुञ्ज वन्यजन्तु आरक्ष र संरक्षित क्षेत्र भन्दा बाहिरको क्षेत्रमा दिगो रूपमा जैव विविधताको संरक्षण र व्यवस्थापनको लागि स्थानीय समुदाय समेतको सहभागितामा व्यवस्थापन गर्न छुट्याइएको क्षेत्र हो। त्यो हिसाबले हामी सबैमा यो साझा बुझाइको एउटा खाँचो छ र यसमा सङ्घीय सरकारको साथसाथै प्रदेश सरकार मातहतका विभिन्न निकायहरू बीचमा पनि समन्वय र साझा बुझाइको साथसाथै स्थानीय समुदायहरू र स्थानीय सरकारहरूलाई पनि अनबोर्ड गर्नुपर्ने अवस्था छ र यसमा वन तथा वातावरण मन्त्रालयको तर्फबाट सम्पूर्ण सरकारवाला र राइट होल्डरहरूलाई समेत यसमा सहकार्यको लागि समन्वयको लागि सहयोगको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ हुनुहुन्थ्यो नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गाना। संरक्षित क्षेत्र बाहिरका जैविक विविधता संरक्षण कार्यक्रममा हामीसँग कुराकानी गर्नुहुँदै। अन्य प्रभावकारी क्षेत्रमा आधारित जैविक विविधता संरक्षणका उपाय ओइसिएमको कार्यान्वयनबाट दीर्घकालीन रूपमा जैविक विविधताको स्थानीय संरक्षण दिगो वातावरणीय सेवाको निरन्तरता दिनुका साथै सामाजिक आर्थिक उन्नतिमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। संरक्षणका कार्यहरूमा महिला, दलित, विपन्न र सीमान्तकृत आदिवासी जनजाति तथा स्थानीय समुदायको योगदानको महत्वपूर्ण भूमिका रहने विश्वास लिइएको छ। संरक्षित क्षेत्रमा प्रतिनिधित्व नभएका पारिस्थितिकी प्रणाली र लोप उन्मुख वा संकटापन्न वन, वनस्पति र जीवजन्तुका प्रजातिको पहिचान कसरी गर्न सकिन्छ र यिनको महत्व के छ, संरक्षित क्षेत्रभन्दा बाहिर कस्ता खालका जैविक विविधता रहेका छन् त भनेर आज सहकर्मी गेहेन्द्र राज अर्यालले जैविक विविधताका अध्येता डाक्टर लीलानाथ शर्मालाई सोध्नु भएको छ। यो जैव विविधताको अवधारणा सन् 1980 को अन्त्यतिरबाट सुरु भयो, तर संरक्षण त्योभन्दा धेरै पुरानो कुरा हो। र यो परम्परागत संरक्षणमा के थियो भने एउटा निश्चित एरिया क्षेत्रफलभित्र भएका प्रजातिहरूलाई संरक्षण गर्ने र त्यो संरक्षण चाहिँ मानव प्रभाव भन्दा अलि पर मात्र सम्भव हुन्छ भन्ने खालको थियो। त्यही अनुसार संरक्षण सुरु भयो। तर पनि संरक्षणमा जुन चुनौतीहरू थिए, प्रजातिहरू लोप हुने क्रम, जैव विविधताको सङ्कट चाहिँ कम भएन है एउटा कुरा। अनि अर्को चाहिँ जुन जैविक विविधता को बारेमा जुन बुझाइ व्यापक बन्दै गयो, त्यसले पनि के भन्यो भने ओहो संरक्षित क्षेत्रभित्र मात्रै होइन, यो जैविक विविधता त संरक्षित क्षेत्र बाहिर पनि छ भन्ने कुरा बिस्तारै मान्छेहरूले बुझ्न थाले। अनि अर्को कुरा पछिल्लो समयको अध्ययनहरूले के देखाएको छ भने संरक्षित क्षेत्रभन्दा बाहिर पनि निकै महत्त्वपूर्ण जैविक विविधताहरू छ र तिनीहरू पनि संरक्षण गर्नको लागि आवश्यक छन् भन्ने कुराको तथ्याङ्कहरू आयो। र यसरी चाहिँ के भयो भने अहिले पछिल्लो 3 दशक जतिमा चाहिँ हाम्रो निश्चित क्षेत्रफल भित्र मात्रै अथवा मुख्य प्रजातिहरूलाई लक्षित गरेर गर्ने संरक्षणले मात्रै काम गर्दैन। यदि हाम्रो अहिलेको जैविक विविधताको जुन सङ्कट छ, यो सङ्कटलाई पार लगाउने हो भने हामीले संरक्षित क्षेत्रभन्दा बाहिर पनि मान्छेको बसोबास गर्ने क्षेत्रमा, कृषि क्षेत्रमा, चरण क्षेत्रमा, मान्छेले प्रयोग गर्ने वन क्षेत्रमा पनि महत्त्वपूर्ण जैविक विविधता हुन्छन् र ती ठाउँमा पनि संरक्षण गर्नुपर्छ भन्ने कुरा अहिले विकास हुँदै आएको छ। त्यसै नै छोटकरीमा भन्दाखेरि जुन हाम्रो निकुञ्जहरू अथवा संरक्षित क्षेत्रभन्दा बाहिर जति पनि जैविक विविधता छ, त्यहाँ प्रजातिहरू, अन्तर्सम्बन्धहरू, प्रणालीहरू, ती सबैलाई चाहिँ संरक्षित क्षेत्रभन्दा बाहिरको जैविक विविधता हो भनेर बुझ्न सकिन्छ। अब उदाहरणको लागि म के दिन्छु भने तपाईँलाई, जस्तो अब झापाको एउटा जङ्गल छ, जलथलको जङ्गल होइन, त्यो जङ्गलमा चाहिँ अब हाम्रो चाहिँ अन्यत्र नपाइने, नेपालको अन्य क्षेत्रमा नपाइने थुप्रै प्रजातिहरू छन्। त्यहाँ चाहिँ एउटा फरक किसिमको वन छ होइन, त्यस्तो वन नेपालको अन्यत्र भेटिएको छैन होइन। त्यसो हुनाले चाहिँ त्यो पनि एउटा संरक्षित क्षेत्र बाहिरको एउटा महत्त्वपूर्ण जैविक विविधता हो। संरक्षित क्षेत्र बाहिरको जैविक विविधता अत्यन्त महत्त्वपूर्ण छ र जस्तो झापाको जलथल जङ्गल एउटा सानो टुक्रा जङ्गल हो, तर त्यो जङ्गलमा चाहिँ यति धेरै रुखको प्रजातिहरू पाइयो कि त्यतिको रुखको प्रजाति नेपालको अन्यत्रको वनमा छैन। जस्तो संरक्षित क्षेत्रभित्र पनि त्यति रुखहरू भेटिया छैनन् एउटा निश्चित क्षेत्रभित्र। जस्तो त्यो झापाको जलथलको जङ्गलमा नेपालमा पाइने 600 प्रजातिका रुखहरू मध्ये 150 भन्दा बढी प्रजातिका रुखहरू पाइन्छन् हैन। त्यसो भएको हुनाले त्यहाँ महत्त्वपूर्ण प्रजातिहरू छन्। त्यहाँ सालक छ, त्यहाँ हात्ती छ, त्यहाँ चाहिँ
यो लाम्चे पछुवा छ, थुप्रै सङ्कटापन्न अरू वनस्पतिहरू छन्। त्यसो भएको हुनाले एउटा महत्त्वपूर्ण प्रजातिहरू त्यहाँ छन्। अर्को चाहिँ प्रणालीहरू जुन वनका प्रकारहरू भए, पारिस्थितिकीय प्रणालीहरू सबै निकुञ्जभित्र मात्रै छन् अथवा संरक्षित क्षेत्रभित्र मात्र हुन्छन् भन्ने छैन, र बाहिर पनि अत्यन्त महत्त्वपूर्ण प्रणालीहरू, वनका प्रकारहरू त्यहाँ पाइन्छन्। त्यो हिसाबले पनि महत्त्वपूर्ण छ। अनि अर्को चाहिँ हाम्रो जुन खाद्य सुरक्षाको लागि यो संरक्षित क्षेत्र बाहिरको जैविक विविधताले एकदम महत्त्वपूर्ण भूमिका खेल्छ, किनभने हामीले खाने अधिकांश खानेकुराहरू संरक्षित क्षेत्रभन्दा बाहिरबाट आउँछन् होइन। जस्तो हाम्रो कृषि जैविक विविधता संरक्षित क्षेत्रभन्दा बाहिर छ। हामीले खाने धेरै जङ्गली खाद्य कन्दमूलहरू संरक्षित क्षेत्रभन्दा बाहिरबाट आउँछ, र हामीले प्रयोग गर्ने चाहिँ अरू वातावरणीय सेवाहरू जस्तो जङ्गली कन्दमूलहरू भयो, अब पानी भयो, यी कुराहरू पनि संरक्षित क्षेत्रभन्दा बाहिर छन्। अनि अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने जुन मानिस र प्रकृति बीचको सघन अन्तर्क्रिया संरक्षित क्षेत्रभन्दा बाहिर नै छ। अनि त्यो अन्तर्क्रिया चाहिँ मान्छेको प्रकृतिमा आधारित ज्ञानको एउटा महत्त्वपूर्ण स्रोत हो है। त्यो हुनाले पनि संरक्षित क्षेत्र बाहिरको जैविक विविधता निकै महत्त्वपूर्ण छ। र यो जैविक विविधताले के छ भने तपाईँको मान्छेले जब जैविक विविधतालाई, त्यहाँको प्रजातिलाई, वनलाई अथवा त्यहाँको पारिस्थितिक प्रणालीलाई उपयोग गर्छ, त्यहाँ चाहिँ एउटा महत्त्वपूर्ण ज्ञान, परम्परागत ज्ञान विकास हुन्छ। त्यसो हुनाले यो जैविक विविधताले के गर्छ भने मान्छेको संस्कृति र प्रकृतिलाई जोड्ने गर्छ। अब त्यसबाहेक अर्को महत्त्वपूर्ण कुरा के छ भने जुन संरक्षित क्षेत्र बाहिरको जैविक विविधता छ त्यसले चाहिँ के गर्छ भने यो संरक्षित क्षेत्रहरूलाई जोड्ने पनि काम गर्छ। किनभने अहिले हामीले के देखेछौँ भने संरक्षित क्षेत्र मात्रै भयो भने त्यहाँ जैविक विविधताका चुनौतीहरू बढी छन्, तर हामीले संरक्षित क्षेत्रभन्दा बाहिरको पनि जैविक विविधताहरू संरक्षण गरेको ठाउँमा चाहिँ त्यहाँ संरक्षित क्षेत्रमा हुने चुनौतीहरू कम भएको छन्, र त्यसले संरक्षित क्षेत्रलाई पनि जोगाउन सहयोग गर्छ। र अनि संरक्षित क्षेत्रभन्दा बाहिर कतिपय वैकल्पिक वासस्थानहरू पनि छन् होइन। जस्तो संरक्षित क्षेत्रमा कुनै रोग व्याधि आयो अथवा कुनै चुनौती आयो भने त्यो बेलामा हामीले बाहिर पनि जैविक विविधता संरक्षण गर्न सकिन्छ। त्यसो भएको हुनाले यो एउटा महत्त्वपूर्ण वैकल्पिक वासस्थान पनि हो अथवा वैकल्पिक संरक्षण क्षेत्र भनौँ। अब यसमा चाहिँ के छ भने अब यो संरक्षित क्षेत्रभित्र नभएको चाहिँ कृषि जैविक विविधताको कुरा गरौँ। कृषि जैविक विविधता अथवा हाम्रो खाद्य प्रणाली जसमा आधारित छ, हाम्रो खाद्य सुरक्षा जसमा आधारित छ, त्यो त सबै हाम्रो संरक्षित क्षेत्रभन्दा बाहिरबाट आउँछ। त्यो यावत कारणहरूले गर्दाखेरि संरक्षित क्षेत्र बाहिरको जैविक विविधता चाहिँ निकै महत्त्वपूर्ण छ भन्ने लाग्छ मलाई। पछिल्लो समय मानवीय गतिविधि बढिरहेका छन् र त्योसँगै विकास निर्माणका कार्य पनि बढिरहेका छन्। यस्तोमा चाहिँ संरक्षित क्षेत्र बाहिरको जैविक विविधतामा के कस्तो चुनौती थपिएको छ त? अब यसमा चाहिँ अब जैविक विविधताको सङ्कट अहिले चुनौतीहरू विश्वव्यापी छन्। ती चुनौतीहरू संरक्षित क्षेत्रभित्र पनि छन् र बाहिर पनि छन्, तर हाम्रो बाहिर चुनौती अझ बढी छन्। किनभने बाहिरको संरक्षित क्षेत्र बाहिरको जैविक विविधतालाई महत्त्वपूर्ण हो, यो पनि संरक्षण गर्नुपर्छ भनेर हाम्रो एकनासको बुझाइ विकास भइसकेको छैन। त्यो कारणले पनि संरक्षित क्षेत्रभन्दा बाहिरको जैविक विविधता अझ बढी चुनौतीमा छ। अनि अर्को चाहिँ के छ भने हामीले चाहिँ ठिक छ उता संरक्षित क्षेत्र हामीले छुट्याएको छौँ, त्यो ठाउँ संरक्षित भइहाल्यो, अब बाहिर जे गरे पनि हुन्छ। यहाँ चाहिँ हामीले चाहिँ जसरी विकास निर्माण अथवा कृषिको विकास गर्दा हुन्छ भन्ने सोच छ, त्यो सोचले पनि त्यहाँको जैविक विविधतालाई असर पारिरहेको छ। अनि अर्को चाहिँ के हो भने हामीले संरक्षित क्षेत्र बाहिर जुन विकास निर्माण हुन्छ अथवा व्यवस्थापनकै काम भनौँ न, त्यो व्यवस्थापनको काम गर्दाखेरि हामीले अलिकति गहिरो र सघन अध्ययन भएको छैन। त्यो नहुँदाखेरि जैविक विविधतामा प्रत्यक्ष असर परेको छ। जस्तो अहिले हामीले देशैभरि हेऱ्यौँ भने यो सिमसार दिवस पनि आउँदैछ। अब हामीले हरेक ठाउँमा चाहिँ के गर्यौँ भने पोखरीहरू अथवा सिमसारहरू गहिर्याउने अभियान चलायौँ होइन। त्यसले गर्दाखेरि सकारात्मक भन्दा त्यहाँ नकारात्मक असर पारेको छ। अनि अर्को कुरा अब सिमसारहरू हाम्रो वन क्षेत्रहरूलाई खालि आर्थिक स्रोतको रूपमा मात्रै हेर्ने, यिनीहरूलाई चाहिँ दोहन मात्रै गर्नुपर्छ भन्ने खालको सोच छ, त्यसले पनि असर पारेको छ। अनि अर्को चाहिँ हामीले जुन विकास निर्माणहरू गर्दैछौँ, पूर्वाधारहरू अथवा विकासहरू जुन गर्दैछौँ अथवा वन क्षेत्रभित्र औद्योगिक क्षेत्र नै बनाउने कुरा छ, तिनीहरूमा चाहिँ के छ भने अहिले तत्कालिक असरको त थोरै अध्ययन हुन्छ, तर दीर्घकालीन असर बारेमा हाम्रो बहस कम भएको छ। त्यो भएर विकास र वातावरणको यो जुन द्वन्द्व छ त्यसले पनि असर पारेको छ। अनि अर्को चाहिँ जुन परम्परागत तरिकाले स्थानीय समुदायहरूले, आदिवासीहरूले जुन व्यवस्थापन गर्थे, त्यो व्यवस्थापनलाई अलिकति त्यो व्यवस्थापनमा परिवर्तन आएको छ, त्यो व्यवस्थापनले मान्यता पाउन सकेको छैन। त्यसले गर्दा पनि जैविक विविधता सङ्कटमा परेको छ। अनि अर्को कुरा चाहिँ हाम्रो सबैतिर रुखै चाहिन्छ, सबैतिर जङ्गलै हुनुपर्छ भन्ने सोच पनि यो जैविक विविधता मैत्री छैन। हामीलाई
खुला ठाउँ पनि चाहिन्छ, चौर पनि चाहिन्छ, सिमसार पनि चाहिन्छ, रुखहरू भएको क्षेत्र पनि चाहिन्छ। यो विविधतापूर्ण चिजहरू एकै ठाउँमा भयो भने बल्ल हामी जैव विविधता संरक्षण गर्न सकौँ है। त्यसो भएको हुनाले अब एउटा मात्रै होइन कि धेरै खालको चुनौतीहरू छ जैव विविधतामा। हजुर, यसमा संरक्षण चाहिँ कसरी गर्न सकिन्छ त? अब यो संरक्षण गर्नलाई त हामीले एउटा मात्रै कुरा यही मात्रै गरेर संरक्षण गर्न सकिन्छ भन्ने केही छैन। हामीले धेरै आयामबाट धेरै कोणबाट विचार गरेर योजना बनाउनुपर्छ। त्यसको लागि चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरो त अब जैविक विविधताको लागि वासस्थान महत्त्वपूर्ण कुरा हो। अब पहिलो कुरो त वासस्थान संरक्षण गर्नु पर्यो है। अनि अर्को चाहिँ जैविक विविधता संरक्षण गर्न स्थान विशेष अनुसारको अथवा चुनौती विशेष अनुसारको पहलहरू हामीले लिनु पर्यो। त्यसको लागि चाहिँ एउटा यही तरिका भन्दा पनि अलिकति बहुआयामी र बहुमुखी खालका रणनीतिहरू हामीले अवलम्बन गर्नु पर्यो। अनि त्यसै गरेर जुन यो विकास निर्माण र वातावरण संरक्षणको जुन द्वन्द छ यसलाई चाहिँ अलिक गम्भीर तरिकाले हेर्नु पर्यो र यो द्वन्द चाहिँ अहिले जुन जलवायु परिवर्तनको सङ्कटमा झन् बढी विचारणीय छ र यो चाहिँ वातावरणमा हाम्रो विकासले वातावरणमा कसरी दीर्घकालीन असर पार्छ, प्रभाव पार्छ भन्ने कुरा हामीले विचार गर्नु पर्यो। अनि अर्को चाहिँ कतिपय अवस्थामा हाम्रो परम्परागत व्यवस्थापन पद्धतिहरू जुन छ तिनीहरूलाई सुधारेर तिनीहरूलाई प्रवर्धन गरेर पनि हामीले यो संरक्षित क्षेत्र बाहिरको जैव विविधता संरक्षण गर्न सकिन्छ। अनि जुन तरिकाले अहिले यो विकास आधुनिकता अथवा सघन कृषिको नाममा जुन हिसाबले चाहिँ कृषिको यो मेकानाइजेसन अथवा अलि धेरै रासायनिक वस्तुहरूमा आधारित कृषिको विकास हुँदैछ, यसले पनि हाम्रो जैव विविधतामा प्रत्यक्ष असर पार्दैछ र यसलाई चाहिँ हामीले एउटा अलिक डह्रो नियमन गर्नुपर्छ। जुन तरिकाले विषादीहरू हाम्रो भित्रिरहेछन्, प्रयोग भइरहेछन्, तिनीहरूको चाहिँ दीर्घकालीन असर हुन्छ, त्यसलाई पनि नियन्त्रण गर्नु पर्यो। त्यसो भए यो अहिलेसम्म चाहिँ संरक्षणका कामहरू कस्तो रूपमा हुँदै आइरहेका छन्, कस्ता कस्ता काम भइरहेका छन् त? अब यस्तो छ, संरक्षणमा चाहिँ के भएको छ भने नि जुन अहिले पनि हामीले संरक्षित क्षेत्र भन्दा बाहिर महत्त्वपूर्ण जैव विविधता छ भनिया छ, तर त्यसलाई चाहिँ उचित ध्यान दिन सकिया छैन। अब अहिले हाम्रो पनि जैव विविधता संरक्षणमा ठुलो हिस्सा चाहिँ ठुला जनावरहरू जस्तो बाघ भयो, गैँडा भयो, हिउँ चितुवा अथवा यिनीहरूको संरक्षण र यिनीहरूसँग सम्बन्धित द्वन्द्वमा चाहिँ लगानी धेरै भएको छ होइन। तर संरक्षित क्षेत्र भन्दा बाहिर पनि महत्त्वपूर्ण जैव विविधता छ, जस्तो अब त्यसलाई चाहिँ हामीले एक त राम्रोसँग पहिचान गर्न पनि सकिया छैन र त्यसको महत्त्वलाई हामीले बुझ्न र बुझाउन सकिया छैन र हाम्रो केही प्रयासहरू त भएको छ, जस्तो कृषि मन्त्रालय अन्तर्गत कृषि जैव विविधता संरक्षणको लागि कामहरू भएको छन्। अब हाम्रो सामुदायिक वन पनि संरक्षित क्षेत्र बाहिरको एउटा महत्त्वपूर्ण कार्यक्रम हो जैव विविधता संरक्षणको लागि होइन। तर तिनीहरूमा चाहिँ जैव विविधतालाई अलिकति गहन ढङ्गले अध्ययन गरेर तिनीहरूको अवस्था, तिनीहरूको चुनौती र तिनीहरूलाई आवश्यकता अनुसारको व्यवस्थापन हामीले ध्यान दिन सकिएको छैन। केही भएको छ, नभएको होइन, तर भएका कामहरू पर्याप्त छैनन् भन्ने लाग्छ। उहाँ हुनुहुन्थ्यो जैव विविधताका अध्येता डाक्टर लीलानाथ शर्मा, सहकर्मी गेहेन्द्रराज अरियालसँग कुराकानी गर्नुहुँदै। यिनै कुराकानी सँगसँगै हामी कार्यक्रम संरक्षित क्षेत्र बाहिरका जैविक विविधता संरक्षणका उपायको अन्त्यतिर आइसकेका छौं। आजको यो प्रस्तुतिमा हामीले संरक्षित क्षेत्र बाहिरका अति महत्वका जैव विविधताको दीर्घकालीन संरक्षण र समावेशी व्यवस्थापनको लागि निर्धारण गरिएको निश्चित भौगोलिक क्षेत्र ओइसिएमको उद्देश्य, महत्व र आवश्यकताको बारेमा आज हामीले चर्चा गर्यौं। यो विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्थ्यो नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गाना र जैव विविधताका अध्येता डाक्टर लीलानाथ शर्मा। तपाईलाई संरक्षित क्षेत्र बाहिरका जैविक विविधता संरक्षणका उपाय कार्यक्रम कस्तो लाग्यो? हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो rsbranch@gmail.com। हवस् त, आजलाई भने प्राविधिक साथी समन्ता आचार्यसँगै म उर्वशी बस्नेत र म नवराज सञ्जेल बिदा हुन्छौं। नमस्कार।